एकैछिन यो भिडियो सुन्नुहोस् है। भोट त घन्टीमा हाल्ने भन्छ नि त के हो जुम्लाको मान्छे? चाहिँदैन हजुर, हामीलाई घन्टी चाहिँदैन, हामीलाई ज्ञानेन्द्र साई हो के चाहिने, हामीलाई ज्ञानेन्द्र साई। ज्ञानेन्द्र साई जहाँ गयो जता गयो त्यही भोट हाल्ने हो, रुखमा आए रुखमै ठोकिदिने हो। ज्ञानेन्द्र साई जामी गयो त हामी ठिक हो। जनता यस्तै सचेत हुन जरुरी छ। तपाईको निर्वाचन क्षेत्रमा उठेका व्यक्ति कुन पार्टीको छ भन्ने कुरालाई छोडिदिनुस्। तपाई कुन पार्टीलाई भोट गर्नुहुन्थ्यो भन्ने कुरा पनि बिर्सिदिनुस्। जसले अहिलेसम्म गरिरहेको छ र राम्रै गरिरहेको छ, तपाईको निर्वाचन क्षेत्रलाई गाउँ ठाउँलाई सुधार गराइरहेको छ, तपाईको ठाउँलाई विकास बनाइरहेछ, उसको चुनाव लड्ने एजेन्डा छ भनेपछि कुनै पार्टी नहेर्नुस्। त्यो राजावादी होस् या त कम्युनिस्ट होस् या त स्वतन्त्रबाट उठोस्। त्यसैले पार्टीगत होइन, तपाईको निर्वाचन क्षेत्रमा कस्तो व्यक्ति उठिरहेको छ त्यसैलाई निर्धक्क भोट दिनुस्।